मेरो भाइको शरीरमा 80-90 भन्दा पनि बढी छुरा प्रहार गरिएको छ। मेरो भाइको जस्टिस पर स्मित प्रधान उनलाई करिब 70-80 चोटि खुकुरी प्रहार गरेको हुनाले चाहिँ उनको मृत्यु भएको छ। दाङको रात मैले सेयर गर्दैछु, स्टोरीमा हाल्दैछु, जस्टिस उहाँबाट आउने हो है। मैले मान्छेहरूलाई थाहा दिने हो। मैले होम मिनिस्टरलाई पनि ट्याग हाने छु। नमस्ते सबैजनालाई, मेरो नाम स्मृति प्रधान, मेरो भाइको नाम स्मित प्रधान, जसलाई 2082 साल चैत्र 19 गते छुरा प्रहार गरेर मारिएको थियो। मेरो भाइको शरीरमा 80-90 भन्दा पनि बढी छुरा प्रहार गरिएको छ। मेरो भाइको घाँटीदेखि लिएर खुट्टासम्म यस्तो कुनै पनि ठाउँ छैन जहाँ चक्कु प्रहार नगरेको होस्। र यो केसमा कतिपय मान्छेहरूले प्रेमी सम्बन्धहरूको कुरा लिएर चाहिँ गलत इन्फर्मेसन दिइरहनु भएको छ। मलाई यो सामाजिक सञ्जालमा आएर यसरी बोल्नुपर्ने कुनै पनि इच्छा थिएन, किनकि मेरो घरमा पहिले नै धेरै दुःख पीडाहरू भइरहेको छ। म यहाँ यो केसको बारेमा थोरै जानकारी दिन आएँ। मेरो भाइ जुन चाहिँ 1 इयरदेखि ट्रेनिङ सेन्टरमा थियो, आज त्यो चाहिँ सिफारिसको लागि 4 दिनको छुट्टीमा आएको थियो। 4 दिनको छुट्टीमा मेरो भाइ साथीहरूसँग घुम्न गएको थियो र त्यो दिन त्यो घर आइसकेपछि उसको साथीले चाहिँ मेरो केटी साथीको बर्थडे छ, भेट्न जाऊ भनेर भनेको थियो। मेरो भाइले मेरो घरमा केटी साथीको बर्थडे छ, 10 बजेसम्म घर फर्किन्छु मम्मी, खाना पकाएर राख्नु होला भनेर भनेको थियो। झुट पनि बोलेको थिएन, तर चाहिँ उसलाई थाहा थिएन कि त्यो केटीहरूले चाहिँ पुरै जाल बिछाएर केटा केटी, 2टा केटा र एउटा केटी जो चाहिँ नाबालिग भनेर उसको कुरा खुलाएको छैन। तिनीहरूले चाहिँ मेरो भाइ र उसलाई चाहिँ छुट्टै छुट्टै ठाउँमा बोलाएको रहेछ। एउटाले मेरो भाइलाई चाहिँ छुट्टै ठाउँमा राख र तिमी चाहिँ छुट्टै ठाउँमा आऊ भनेर भनेको रहेछ। मेरो भाइलाई पुलमा राखेर उसलाई चाहिँ अर्को भिक्टिमलाई चाहिँ पहिला उनीहरूलाई अर्को भिक्टिमलाई चाहिँ कुटपिट गरेर उसलाई मर्यो भनेर फालेको रहेछ। त्यसपछि उनीहरूले चाहिँ मेरो भाइको पिछा गरेछन्। मेरो भाइलाई दौडाइ मेरो भाइ बसेको ठाउँदेखि 50 मिटर टाढासम्म लगेर मेरो भाइलाई पहिला ढुङ्गाले हानेर त्यसपछि उसलाई चक्कु, मनपरी चक्कु मेरो भाइको कानदेखि लिएर घाँटीदेखि लिएर कुनै पनि बडी पार्टमा चक्कु नभएको छैन। म सबैलाई बिन्ती गर्छु कि तपाईँले यदि सपोर्ट गर्न सक्नुहुन्न, यो केसमा सच बोल्न सक्नुहुन्न भने झुटो इन्फर्मेसन पनि नफैलाइदिनु होला है, किनकि कसैको यहाँ घर उज्याडिएको छ। यदि हजुरले केही गर्न सक्नुहुन्न भने म तपाईँलाई बिन्ती गर्छु कि झुटो इन्फर्मेसन पनि नफैलाइदिनु होला। यो नवीन डिसी कवि र यो दाङलाई जस्तो यो यिनीहरूले चाहिँ भ्युजको लागि यस्तो गरेको छन्। म यतिसम्म गिर्न सक्छु। जुन दिन तिनीहरूलाई पनि आफ्नो घरमा पर्छ नि, तिनीहरूलाई पनि थाहा हुन्छ कि अर्काको घरमा यहाँ हामीसँग नआइकन केही इन्फर्मेसन नपाइकन उनीहरूले कसरी भन्न सक्छन् कि मेरो भाइले प्रेमी विवादमा उनीहरूलाई यस्तो भएको भनेर। प्लिज तपाईँहरूले झुटो इन्फर्मेसन चाहिँ नफैलाइदिनु होला। म यति नै भन्न चाहन्छु। जस्टिस स्मित हरिजगडा मैले जस्टिस दिने होइन कि, मैले जस्टिस दिने होइन। मैले सेयर गर्दैछु, स्टोरीमा हाल्दैछु, जस्टिस उहाँबाट आउने हो है। मैले मान्छेहरूलाई थाहा दिने हो। मैले होम मिनिस्टरलाई पनि ट्याग हाने छु। जस्टिस पर स्मित प्रधान उनलाई करिब 70-80 चोटि खुकुरी प्रहार गरेको हुनाले चाहिँ उनको मृत्यु भएको छ। दाङको राप्ती गाउँपालिकामा चाहिँ एकदमै दुःखद घटना चाहिँ भएको छ। स्मित र उनको साथी आयुष्मान चाहिँ साथीको घर जाने, बर्थडेको लागि जाने भनेर चाहिँ निस्केका थिए। तर मौरीघाट एरियामा चाहिँ उनलाई चाहिँ 2टा महिला र 2टा पुरुषले चाहिँ आक्रमण गरे र यो आक्रमणमा चाहिँ स्मितको चाहिँ मृत्यु भयो भने उनको साथी आयुष्मान भने घाइते भएका छन्। आयुष्मान चाहिँ अहिले हस्पिटलमा छन् र उनको उपचार चाहिँ हुँदैछ। र स्मित प्रधानको बडी चाहिँ सुक्खा नालामा भेटिएको छ भने आक्रमण गर्ने व्यक्तिहरू अझै पनि भेटिएका छैनन्। र यो केसको चाहिँ अहिले इन्भेस्टिगेसन भइरहेको छ भने केही अपडेट आयो भने म तपाईँलाई फेरि अपडेट गर्नेवाला छु। र यो कुरालाई तपाईँहरूले पनि सेयर गर्नु होला, तपाईँहरूले पनि आवाज उठाउनु होला र स्मित प्रधानको लागि चाहिँ जस्टिस माग्नु होला है त।